हेलो गाइस, आजको जेरी ब्लग स्टार्ट भइसकेको छ है। अनिसले गाउँदैछ आजको हाम्रो टुरमा हाम्रो ब्लग स्टार्ट भइसकेको छ है। ल पुनु ल हामी बेला भइसक्यौँ। सनी भर्खर आयो। ल सनी, नाइस टु मिट यु। टिका लगाएर हाम्रो यहाँ टेम्पो पनि रेडी भइसक्यो। तिमीले 400 तिमीले पहिलाको यो 200 यो यहाँ हाम्रो सामने स्पिकर मिलाउँदै हुनुहुन्छ। टेम्पो हाम्रो रिजर्भ भइसक्यो। सौनाला ओ हेलो हेलो किन ढिलो गरेको? म एन्जल यति राम्रो हुनुलाई ढिलो गरेको? एन्जल पर्केको बेस ल्याइदिस ए ल एकछिनमा लाउँछु तल उठाएर। थ्याङ्क यू सो मच। हाम्रो अर्को टेम्पोमा चाहिँ यहाँ हुनुहुन्छ एन्जलको नानी सोनीको नानी। हेलो भन न। हाई जेरी, मेरो स्कुटी ओभर केयरफुल भएर ओभर बिस्तारै कुदाइन्छ। हेलमेट चाहिँ खै मेरो त उड्छ है, क्लिप हराइरहेको छ। अस्ति होला हेलमेट एन्जलको स्कुटी बिस्तारै कुदाउँदै गरेको उसले जतन गरेर कुदाउँदै भनेको छ। अगाडि टेम्पो देखाऊ, बाटो देखाऊ, भुइँ देखाऊ, सबै देखाऊ। सबै एक हिँड्नु पर्यो भाइ। अहिले हामी मामा घर आइपुगिसक्यौँ अरे। दाइको मामा घर, हामी सबैको मामा घर। पिकनिक स्पोटमा एकछिनमा जाने। यो चाहिँ अहिले हामी मामा घर यहाँ भोक लागेर हामी यहाँ खाना खान बसिरहेको छौँ। सौना पनि आउँदैछ है। टिका लगाइ त्यहाँ दक्षिणा पछि एकछिन मामा घरमा कौल स्टाइलमा। के भनेको? नानी सुरमैयाले खाना खाने दाइ नानी तान्नु माछा मार्ने। यता अर्ग्यानिक छ्याङ, अर्ग्यानिक निगार कोको बोतलमा। यहाँ अर्ग्यानिक सबै अर्ग्यानिक हो। अर्ग्यानिक सुताई, अर्ग्यानिक मेकअप, सबै मान्छे अर्ग्यानिक। नानी लड्छ। ल धन्यवाद छ माइजू, हामी जाँदैछु। बाई बाई, फेरि भेटौँला। सारङ्गी रेटौँला, फेरि भेटौँला। ल हामी जाँदैछौँ। ल हामी जाँदैछौँ। यहाँ कोही आज टेम्पोमा, कोही स्कुटी, कोही बाइकमा। कस्तो लाग्यो सर आज? अनि साथी सबैजना ल सनी कस्तो भयो? रमाइलो भयो। ल दाइ कस्तो भयो? फोटो सेसन हुँदैछ। ल उतार यहाँ टिकटक बनाउनु लागेको छ पुलमा रोकेर। यता सेल्फी। ल सबैजना भिडियो मलाई। हेलो गाइस, हावा यहाँ दिदीहरू पनि आउँदै हुनुहुन्छ। हेलो सरर हावा यता कपाल उडाउँदैछ है। जानु छ पहाडमा कुहिरोको बाटो। ए बाबु मशा जानु छ पहाडमा कुहिरोको बाटो। तिमीलाई साथ लिएर यहाँ चाहिँ हामी फर्केर चटपटे खाँदै गरेको। यसको चाहिँ नजिकबाटै गरिदिनु पर्यो।
फाइनली पुगिसकेको छु साङ्गु दाइको दोकानमा फेरि पनि साङ्गु दाइको गाउँ सबै घुमेर यहाँ माछाहरू केलाएर अब खान लागेको हामीले मारेको माछा आज यहाँ सौनाले बल्छी थापेर सनीले भाडा बोकेर एन्जलले टेम्पोमा बसेर रनी बहिनीले टुप्री थापेर मारेको माछा कस्तो छ सनी मिठो सौना वन बाइट माछा उपर कस्तो लाग्यो माछा भने त हामीले मारेको सौना सौना सुनिता सनी सौना सुनिता एसएसएस फेरि बोल्छु ल गङ्गेटा कहाँ छौ एकछिन भिडियोमा रोक्दैछु गाइस होइन मैले खानु पाएँ जना नाच्दैछन् गाउँदैछन् एलम दाई यतापट्टि सुनिता सनी अब हाम्रो छुट्टिने बेला भइसकेको छ हामी लास्ट सङ भनेर नाचेको र यहाँदेखि हाम्रो आजको यात्रा आजको टुर र हाम्रो छोटो ब्लग सकिएको छ धन्यवाद।